Hello guys, welcome back to my YouTube channel and happy Tihar. And someone has been annoying us for the past 2 days. Guys, so today is Bhaitika ko din and we are currently in the process of getting ready. And we decided we will wear Newari dress. And I'm waiting for my mom to help me with my sari. Tara मैले अहिले यतिकै लगाएको पछि she will help me अनि राम्ररी लगाउने but yes so I am gonna vlog today. मैले तिहारमा कहिले पनि vlog गरेको छैन. This is going to be the first Tihar that I'm vlogging. So yes. डोरी किन किन भन्ने एमा कसरी एमा के घाटीमा लाएर हिँड्छ नि यसरी Okay, we are waiting. म नेपालीमा बोल्छु ल म चाहिँ मेरो पालो कुरेर बसेको अनि हिँड्नु त हुनु परिहाल्यो नि भाइ किन हो अनि भाइ जस्तो मान्छे हिँड्नु नभएको हुन्छ अनलाइक आयन यसो चकचक गरेर बिहानको कपडा पनि फोहोर बनाइसक्यो Guys, I am ready. कस्तो रातो देखेको छ Yes, this is epic guys. अनि मलाई कस्तो हेर्दा फेरि मलाई कस्तो अप्ठ्यारो भएको जस्तो देखेको टिकटक बनाएको After it. Mama Bhanji. के हुन्छ मैले बनाउनु Okay guys, अब हाम्रो टिका लगाउने बेला भयो. It is a full chaos. अनि कस्तो नराम्रो अब हामी टिका लगाउनै थियो भने इट्स साइडको बेला भयो अब हामी टिका लगाउने यस्तो हल्ला नगरौँ न साथीहरू बिस्तारै गरौँ सबै कुरा I am hungry too. Ani, beautiful pujako setup. Bye our mom. Mommy. के काम छ र भन्छ अनि मान्छेको काम यहाँ नदेखिने काम कति हुन्छ मेरो YouTube भिडियोमा मलाई गालीको बच्चा Thank you. Dad. त चुपाचुप्स नभएको वाला भागो आज किनभने आयनको भाग चुपाचुप्स आयनले हिजै खाएको निधारामा लड्काएर सप्तरङ्गी टिका बाबु त्यसरी हैन आइकोनिक गीत बजाउनु पर्यो नि अब मैले त्यसलाई कति टाढाबाट हो यसमाथि त गोर्खालीको त्यति गरेको अस्ति ठिक भयो कति ठुलो क्या दिन्छ खानालाई अझै बसेर बसेर बित्छ उल्टो भयो सबै टिका लाउनु बिजी भयो
के आइसक्यो स्पिकर जस्तो यो बुझ्यो त्यो मैले रेकर्ड गरेको थिएँ त्यहाँ अगाडि आएर भिडियो खिचेर टक्क छोइदिन्छ नि अहिले जानुहुन्छ के रहेछ ल ल ओ उता साइडमा राखेर लेखेर अनि पछि दिने होइन र म कहाँ बग्ने हेर उता अर्को वर्ष लाउनु पाइयोस् मजाले टिका नि लायो फुल यो दहीमा चोबेर फुल देऊ पैसा देऊ सक्यो अब हामी खाने नानीले मलाई भाइटिकाको दिन मलाई 5वटा एङ्ग्री बर्ड ल्याइदिनु हि इज अब्सेस्ड विथ एङ्ग्री बर्ड तिमीलाई एङ्ग्री बर्ड कति मनपर्छ एकदम धेरै कतिवटा खान सक्छौ तिमीले एकचोटिमा दुईचोटि कतिवटा खान सक्छ 100वटा अनि सो सिन्स इज सो अब्सेस्ड यसले मलाई अब भेटेको बेला एउटा किन लगाउँछ अनि मलाई भाइटिकाको दिन 5वटा दिनु भनेको थियो अनि मैले 5वटा लिएर आएको थिएँ तर एउटा झिकेर खायो यसले मेरो डिकीबाट सो मैले आज 4वटा दिएँ चाहिँ हामी ओखर फुटाएर भाइलाई खानिदिने सर तर यो त दाँतले फुटाइनु फुट्ने खाले हो ल यता आइस न भिडियो उता खिचेको मान्छे उता नायन मैले खान्थ्यो होइन के त्यो पूजाको मलाई खान्थ्यो नि आयो कस्तो राम्रो देख्यो होला है वाउ अति राम्रो त टिकटकमा ट्रेन्ड छ नि कमर पतली सर्भिङ सगुन्डेको है गाइज अब भुइँमा नराखिकन त्यही कोक देऊ अन्डा चाहिँ त्यो देऊ उल्टो भइदिनु पहिला बाबु बिगन यसरी डिग्ने हो क्या तिमीले चाहिँ चढाउ माछा नि हालिदेऊ त त्यहाँ त्यो चिमोटेर मासु लिनु पर्ने होइन लु खाऊ क्यामेरा अफ गरेर खान्छु ल चियर्स ल ह्याप्पी तिहार अहिले ड्याडी हेर्नु त भनेपछि चुमुक चुमुक मैले आन्टीको छोरीहरू खाना खाएर बसेको गाइस यो मेरो पास्नीको ड्रेस तर कति टाइनी 6 महिनामा कति 5 महिना कस्तो राम्रो नि काट्नु मैले यसलाई के छ त टेडी बियर टेडी गर्छ
आइसाको पास्नेको गर्न आएको यो डल कहिलेको आई मिन यो त उचाले दिएको दिएको हो त बिहान पनि हाम्रोमा पसेको थियो नि त्यो अङ्कल पछि बिस होला अनि मलाई कसरी याद त 6 महिनामा कसरी परेको भेटिराख्नु त्यो अङ्कल तर मलाई थाहा थिएन त कसले दिएको त ल माथि त्यो हातमा दिन्छ डोरी तर कस्तो अहिले ननी कौडा जस्तो रहेछ डिजाइन चाहिँ पार्कको त जसरा बार हुन्छ होइन के कौडाको डिजाइन भने क्या कति ल्याइदियो म बनाउनु लाग्छु नि अच्छा तपाईँले बताउनु तपाईँ आफै सिला हो होइन मैले डिजाइन यस्तो गर्दै भन्नु पर्यो बनाउने पो बनाउँछ त भनेर म पनि छोडेँ के गर्नु गर्नु त त्यसरी आयो रोकी चाहिँ अलि राम्रो बनेन त्यता परे बनेछ ओ माय गॉड क्यूट अनि त्यहाँ यसो हेरेको यो मात्रै रहेछ नानी मैले चाहिँ नानी मैले चाहिँ तर सुहायो भाइ सायो यो एकजनाले पनि राखेको थियो नि 14 वर्षसम्मको त्यो बेला पनि यही गुडिया त होला नि यही हो त्यो निलो कपडा लाग्यो यसो बच्चा हुँदाखेरिको फोटो इन्सर्ट गरिदिन्छ है मेरो when I was 5 years old I took a photo with this doll and that was फाइभ नि really होइन cute. के 5 हुने नि खै मलाई त 5 5 होइन भनेको थियो कहाँ 5 वर्ष हुन्छ 5 वर्ष हुँदा चाहिँ नयाँ बजार आइसकेको थियो होला नि कहाँबाट 5 हुन्छ हेलो आया मलाई के भूत सवार चढेछ हि told me to put you disgusting nails आइले मलाई नेल्स हालिदेऊ भन्यो अनि मैले मेरो 2टा नेल्स हालिदिएँ उसलाई अनि नाउ हि फिल्स बनिता कस्तो छ नेल्स राम्रो त्यहाँ नराम्रो आयो कि एन्टिलाइट परेर तार भन् के भयो हेलो गाइस मेरो नङ्गे भाँच्यो एउटा माथि बाँकी छ अब त्यही राखिराख त्यो ताल दिँदैन म त्यो फुस्किन्छ तेरो नङ कति सानो छ अनि त्यो नङ ठुलो हुन्छ तँलाई जोडिदिनु न नाइ जोडिदिनु न मेरो ह्यापी भाइटिका शौर्य ओ माई गॉड हाई नमस्ते हेर मेरो एनर्जी खोइ म्याच गरेको शौर्यको नयाँ कपडा कस्तो राम्रो खै पछाडि देखाउ त यता वाउ ओइ चकचके It's time to eat the bhai masala now. दिएको भाइलाई तर दिने खान्छ अब खानु त पर्यो नि त मिली जापानको केटाले उल्टे गरिन्छ मलाई नि त्यो मान्छे मन परेछ हरियो हरियो चुरी हरियो ढाका टोपी लाउनेको फेरा परियो त्यो बसिसक्यो टाइमर टाइमर त्यसको लागि मैले भन्छु स्मेल आइसक्यो बारुदको बारुद त गइसक्यो बारुदको स्मेल आइसक्यो अब पड्क्यो बाबु पड्दैन बाबु दिदी एकछिन मोबाइल हेर्ने आयान अलिकति ल्यापटप हेर्ने अनि सुत्ने गुड नाइट भन अब हामी सुत्न लागेको गुड नाइट हामीहरू सुत्न लागेको बाई 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 सी यु इन नेक्स्ट ब्लग नेक्स्ट ब्लग क्यामेरा छोप्देऊ बाई ट्याप सरोज जोशीले पनि यस्तो गर्थ्यो ओ ल तिमी पनि छोरा जोशी ल बाई भने बाई